हाम्रो पछाडि हेर्नुस् त रेखा लगाइरहेछ रेखामा टेक्नु होला प्रतियोगी साथीहरु आकाश भाइ यो कुकुर हटाउनु कृपया रेखामा बस्दिनु है रेखामा एक लेभललाई कसो गर्नु होला यहाँ आउन मात्र खुट्टाले मात्रै बेलुन उठाउने हो खुट्टा टेक्ने अरु दोस्रो खुट्टा पनि मात्र लिनु होला खुट्टा हुनेलाई विशेष पुरस्कारको व्यवस्था छ है अलिकति विचार गरेर अनुशासित भएर खेल्दिनु होला खुट्टामा सकेसम्म टेक्ने काम गर्नुहोस् है अलिकति उग्र भएर अनुशासित भएर अनि सभ्य भएर खेल्दिनु होला प्रतियोगीहरु 20 जना प्रतियोगी हुन्छ रेखामा बस्नु न त रेखा कहाँ हो रेखा अलि पछाडि आउनु होला अरूले सिधै आउट बन्दैन भन्ने कुरा हैन लाइनको बीचमा बस्नु सक्दैन यहाँ बस्नु एक लेभललाई टच नगरिकन बस्नु है एक लेभललाई टच गर्नु उतापट्टि पनि ठाउँ गर्छ पछाडि गइदिनु पछाडि अलि भित्ता बस यता अलि बाक्लो होला अलि यता पछाडि गामले हाम्रो राज भाइ एकरा सर कृपया साइडमा बस्नु होला आउट भएको नियमभन्दा बाहिर हुने आउट भएको साथीहरुले कृपया बाहिर निकाल्दिनु होला हाम्रो एम्पायरको भूमिका चाहिँ हाम्रो रुपेश सरले गर्नुहुन्छ सबैले यो रेखाभन्दा बाहिर चाहिँ गर्नुहुन्छ है खेल सुरु भएपछि रेखाभित्रै बसेर गर्नुहुन्छ एकअर्कालाई चाहिँ टच गर्ने काम गर्नु होला है सहयोगी साथीहरु टेक्रा सर पुरुषोत्तम गिरी राज ढकाल कृपया साइडमा बस्नु होला रेखाभन्दा बाहिर गए सोता आउट हुनेछ तयार भयो सबैजना तयार भयो हामी सहयोगी साथीहरु निकाल्दिहाल्नु है साथी एक लेभललाई टच गर्ने हामीले टच गर्ने बित्तिकै निकाल्दिहाल्नु लाइन बन्द रेखाभन्दा बाहिर गए पनि सोता आउट गर्नु होला एक लेभललाई हातले समात्यो भने सोता उसको प्रतियोगीबाट आउट हुन्छ प्रतियोगिताबाट बेलुनमाथि रहेछ हाम्रो यो छनौटी रोजीभरको हाम्रो बहिनीको भाइको बेलुनमाथि तल सानो यो हाम्रो यतापट्टिको बहिनीको बहिनीको बेलुन तल सानो तल दुवैजनाको तल अन्तिम अवस्थामा जस्तो बन्छ है लेफ्ट साइडमा चिन्ह बन्छ है लेफ्ट साइडमा चिन्ह बन्छ हाम्रो उनीहरू भाइको पनि तल सानो तल बेलुन तल सानो तल सानो यो कोटमा हाम्रो सरले पनि बेलुन तल सानो माथि बेलुन साइडमा बान्नु होला कृपया अगाडि हुँदाखेरि चाहिँ खुट्टामा टेकिन्छ
अवश्य सुरुवात गरौँ सबै हाम्रो प्रतियोगी साथीहरू सबै रेडी हुनुहुन्छ है ल सुरु 1 2 बाहिर अलि अगाडि जानु के अलि ठुलो बनाउनु न कस्तो सेतो घेरामा देख्नुस् त सेतो घेरामा हेलो हेलो फिका फिका बस्नु हेलो हेलो फिका फिका बस्नु 1 2
एकजनाले मात्रै पेले यसरी कायो कुन गेम हो र यस्तो दुईजना मिलेर कुन गेम हो यो यस्तो रुल भएन दुईजना मिलेर एकजनाले मात्रै पेले यहाँ हाम्रो निराजना निकाल्ने बिचरा कस्तो मजाले खुलिरहेको भइसकेको दाइ दाइ बाहिर खुट्टा निकालेको आउट भएको आउट भइसकेको हो बाहिर गइसकेको छ उहाँ खुट्टा हो तुरो खुट्टाले छुको उहाँ यस्तो झ्यारी छ गेमको मूल्य त भएन नि त हामीले तल बाँधिदियो चाहिँ सुरुमा बडाङ्नु पर्यो दुईटा गैँडा त सुरुमै आउट भएर फ्याटे फुटाउने आज बेलुन के छ रे यार म फ्याटे दुईजनामा हुँदा मात्रै टच नगर भन्दा थोरै न हुन्छ त होइन दुईजना मात्रै हुँदा त टच भइहाल्छ नि कस्तो कुरा गरेर होला बेलुनमा हो रहेछ हाम्रो पोटिलो थियो के गरे होला जुदा